यो ठाउँको नाम के अरे? बजार जङ्गलको टुप्पोमा तल तल पुरै जङ्गल छ है। अनि यहाँ चाहिँ बजार छ। यहाँदेखि पुरै 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 उता तलसम्म। यो ओखलढुङ्गाकै ऐतिहासिक ठाउँ हो, किनभने कान्तिपुरका राजा नरसिंह मल्लका विश्वासिला भारदार काजी भीम मल्ल तिब्बतसँगको व्यापारिक सम्झौतापछि आफ्ना सैनिक सहित फर्किने क्रममा गाउँ गाउँबाट सङ्कलन गरेर ल्याएको धान यो ढुङ्गामा कुटेर आफूसहित सैनिकलाई खाना खुवाएको हुनाले यो ढुङ्गालाई ओखलढुङ्गा भनिएको हो र यो जिल्लाको नाम पनि यसै ढुङ्गाको नामले रहन गएको हो। यो यसैको छेउमा यो कवि सिद्धिचरण श्रेष्ठको नामले बनाएको पार्क छ, सिद्धिचरण पार्क। यो सम्माननीय राष्ट्रपति श्री विद्यादेवी भण्डारीज्यूबाट अनावरण सुसम्पन्न भएको रहेछ। तपाईँ हेर्न सक्नुहुन्छ। यो चाहिँ यो ओखलढुङ्गाको स्रष्टा पार्क जाने प्रवेशद्वार। अब माथि जाम, पार्कमा चाहिँ के छ म देखाउने नै छु। यहाँ चाहिँ मर्निङ वाकमा आएर फिजिकल गर्नको लागि चाहिँ राम्रो इक्विपमेन्टहरू राखेको रहेछ। यो चाहिँ एकदम बेस्ट हो। यो चाहिँ गुम्बा, स्रष्टा पार्कभित्र रहेको गुम्बा। यो पार्कलाई चाहिँ पहिला वीरेन्द्र पार्क भनेर चिनिने रहेछ, तर अहिले चाहिँ यो स्रष्टा पार्क लेखेको छ। ओखलढुङ्गाका स्रष्टाहरू 1 बाई 1 है त। अब यो को रहेछ? मेलवादेवी, नेपालको प्रथम गायिका। यो पनि यही ओखलढुङ्गाको रहेछ। अर्को आयो
सिद्धिचरण श्रेष्ठ युग कवि उहाँ पनि यहीँ ओखलढुङ्गाका हुनुहुन्छ। अर्को पाण्डव सुनुवार वरिष्ठ लोकगायक उहाँ पनि यहीँ ओखलढुङ्गाका हुनुहुन्छ। अर्को आयो प्रदीप कुमार राई व्याकुल महिला राष्ट्रिय गानको रचनाकार राष्ट्रिय गानाको रचनाकार उहाँ पनि यहीँ ओखलढुङ्गाका हुनुहुन्छ। नेपालका विशिष्ट व्यक्तिहरूमध्ये 4 जना चाहिँ यहाँ ओखलढुङ्गावासी हुनुहुन्छ। यहाँ चाहिँ मर्मत सम्भार भइरहेको रहेछ, कुनै न कुनै बिल्डिङ बन्छ होला है, सायद हालत चाहिँ यस्तो छ। हाट लाग्ने एरिया त सबैभन्दा भोलि लाग्छ हो। कुन कुन बार हाट राख्छ? शनिबार राम बजार रहेछ, राम बजार। हामी त यहाँनिर लाग्दैन त लाग्थ्यो। यो चाहिँ प्राचीन कालका ढुङ्गे धाराका बनावटहरू हुन्। यस्ता धाराहरू चाहिँ आधुनिक युगमा चाहिँ बनाउनै छोडिसके। खै तिमी अगाडि भर त। ग्राउन्ड चाहिँ दामी रहेछ स्कुलको भन्दा है। यो चाहिँ के हो? जिल्ला खेलकुद विकास समिति।
श्री सगरमाथा जनता माध्यमिक विद्यालय ओखलढुङ्गा। यो चाहिँ 2007 सालमा स्थापना भएको रहेछ। यहाँ एउटा सशस्त्रको गुल्म पनि रहेको छ, ओखलढुङ्गाको गुल्म। यो स्कुलबाट नजिकै पर्छ, तपाईँ हेर्न सक्नुहुन्छ। यो गुल्म हो, यो सशस्त्रको गुल्म। कोङबुगे भण्डारे जाने बाटो सिमल डाँडा भयो, ज्यामिरे जाने उता, शीतलपुर हुँदै हस्पिटल जाने बाटो सिद्धिचरण। अब हामीले जाने भनेको ज्यामिरे जाने बाटो यता भयो। ज्यामिरे चाहिँ उतै देखिने। गाउँघरको फाइदा नै यही हो, जताततै अर्ग्यानिक पानी हुन्छ, फिल्टरै नगर्नु पर्ने। काठमाडौँमा भएको भएपछि पसल धाउनु पर्थ्यो 20-25 रुपियाँ बोकेर। अब यहाँ पानी तिर्खा लाग्यो कि बोतलले थाप्यो, मजाले पियो शुद्ध पानी। के हो त बरभन्ज्याङ स्कुल? बरभन्ज्याङ स्कुल यहाँ चाहिँ बर भएको भएर बरभन्ज्याङ भने होला पक्कै पनि। बरभन्ज्याङ स्कुलको हालत त यस्तो पो रहेछ त। स्कुल एउटा आफैमा पवित्र स्थल हो र यो हाताभित्र मन्दिर बनाउनु एकदम राम्रो मानिन्छ। र यो मन्दिर बनाउनको लागि जसले पैसा दिनुभएको थियो उहाँको नामावली चाहिँ यसमा देख्न सक्नुहुन्छ। यहाँदेखि देखिने सबै सिद्धिचरण नगरपालिकाको ज्यामिरे गाउँ हो। तलसम्म ज्यामिरे गाउँ नै पर्छ।